नमस्कार, म परशुराम भुयाल। म सिटी अफ समरविलमा नेपाली सेवा संयोजकको रूपमा आप्रवासी मामिला कार्यालयमा काम गरिरहेको छु। सिटी अफ समरविलको आप्रवासी मामिला कार्यालय सिटीमा बस्ने विभिन्न आप्रवासी समुदाय र सिटीमा बस्ने सबै बासिन्दाहरूको लागि विभिन्न सिटीका सर्भिसहरूको बारेमा, सिटीका विभिन्न कामहरूको बारेमा जानकारी दिने र आवश्यकता अनुसार सहयोग गर्ने एउटा सिटीको शाखा हो र त्यो शाखा 2013 मा गठन भएर अहिले सञ्चालनमा छ र अहिले हामी 6 वटा भाषामा सिटी अफ समरविलमा काम गर्छौं र त्यसमध्ये नेपाली पनि एउटा भाषा हो र हाम्रो नेपाली छुट्टै एउटा सानो शाखा पनि रहेको छ र त्यसमा हामी 4 जना काम गरिरहेका छौं र आज हामीले यो कार्यक्रम पहिलोचोटि सिटी अफ समरविलको यो सिटी टिभीमा सुरु गरिरहेका छौं र यसपछि पनि हामी विभिन्न कार्यक्रम गर्दै जानेछौं र आजको विषय चाहिँ हामीले तपाईको अधिकार बारे भन्ने एउटा विषयवस्तुमा कार्यक्रम बनाउँदै गइरहेका छौं र त्यो विषय भनेको चाहिँ तपाई अमेरिकी नागरिक भएको नाताले अमेरिकन संविधानले तपाईलाई विभिन्न अधिकारहरू दिएको हुन्छ। त्यो अधिकारहरू के कस्ता हुन्छन् र भन्ने विषयमा छोटो हामी छलफल गर्न गइरहेका छौं र मसँग सहभागी हुनुहुन्छ हाम्रो अफिसबाट ब्रियाना श्रेष्ठ जुन नेपाली युथ सपोर्ट इक्विटी सपोर्ट हुनुहुन्छ, त्यस्तै अर्जुन पौडेल हुनुहुन्छ नेपाली युवा समुदाय समन्वय विज्ञ र हामीसँग घनी नेउपाने हुनुहुन्छ नेपाली इक्विटी सपोर्ट हुनुहुन्छ। यहाँहरु सबैजनालाई कार्यक्रममा स्वागत। यो कार्यक्रममा हामीले जे कुराहरू यहाँहरुको बीचमा जानकारी दिन गइरहेका छौं त्यो भनेको हामी आफैले तयार गरेको कार्यक्रम विषयवस्तु होइन। हामीलाई कानुन व्यवसायको कार्यालयहरुबाट प्राप्त जानकारी र सिटीका विभिन्न वेबसाइट, सिटीका अरु स्रोतहरुबाट प्राप्त जानकारीहरुलाई चाहिँ हामीले तपाईहरुको बीचमा राखेका छौं र यो कुनै कानुनी सल्लाह होइन। त्यसकारण यसलाई एउटा सामान्य जानकारीको रूपमा यहाँहरु सबैजनाले लिदिनु होला भन्ने आशा राखेका छौं। अब म सुरुमा ब्रियाना जीसँग सोध्न चाहन्छु, बुझ्न चाहन्छु, यदि अहिलेको परिस्थितिमा विभिन्न कुराहरू आइरहेको छ, कसैले तपाईको ढोकामा ढ्याकढ्याक गर्यो, ढकढकायो भने के गर्नुपर्छ होला? सबैभन्दा पहिले त कसैले तपाईको ढोकामा ढकढकाए भने तपाईले तुरुन्तै ढोका खोल्नु हुँदैन। सबैभन्दा पहिले तपाईले ती व्यक्तिलाई सोध्न सक्नुहुन्छ, तपाई स्थानीय प्रहरी हो कि केन्द्रीय प्रहरी हो कि आप्रवासन कार्यालयबाट आउनु भएको भनेर सोध्न सक्नुहुन्छ। तर उनीहरूले जहिले पनि सत्य बोल्छन् भन्ने छैन। अहिलेको परिस्थितिमा कतिपय बेला के हुन्छ भने सामान्य व्यक्ति आएर पनि तपाईलाई तर्साउनको लागि ढोकामा ढकढकाउने गर्छन्। त्यसैले तपाईले उनीहरूको नाम, एजेन्सीको नाम अथवा परिचय पत्र पनि माग्न सक्नुहुन्छ। उनीहरूले आप्रवासन कार्यालयबाट आएको हो भनेर त्यो परिचय पत्र देखाएपछि तपाईले उनीहरूलाई तपाईसँग वारेन्ट छ कि छैन भनेर सोध्न सक्नुहुन्छ। कानुनी रूपमा न्यायाधीशद्वारा हस्ताक्षर गरेको पक्राउ पुर्जी ती अधिकारीहरूले, जसलाई आइस एजेन्ट पनि भनिन्छ, उनीहरूले तपाईलाई नदेखाएसम्म तपाईले ढोका खोल्न बाध्य हुनु हुँदैन। यदि तपाईलाई यो कागजपत्र जुडिशियल वारेन्ट हो कि होइन भनेर सहायता चाहिन्छ चिन्न भने तपाईले 911 मा फोन गरेर समरविलको स्थानीय प्रहरीलाई पनि बोलाउन सक्नुहुन्छ। यहाँले ढोका ढ्याकढ्याक गर्दाखेरि मान्छे को हो भन्ने पत्ता लाग्न सक्यो सकेन भन्ने कुरा गर्नुभयो। त्यसमा उहाँहरूले सही मान्छे हो कि होइन भनेर देखाउनको लागि तपाईलाई के गर्न सक्नुहुन्छ? तपाईले केही कुरा माग्न सक्नुहुन्छ अथवा केही कुरा हेर्न सक्नुहुन्छ, उहाँहरूले केही देखाउन सक्नुहुन्छ? कसरी हजुरले थाहा पाउनुहुन्छ कि उहाँहरू सही मान्छे हो भनेर थाहा पाउन सक्नुहुन्छ? त्यसको लागि चाहिँ तपाईले उनीहरूको परिचय पत्र माग्नुपर्छ, उनीहरूको नाम सोध्नुपर्छ। उनीहरूको यदि उनीहरू आप्रवासन कार्यालयबाट आएका हुन् भने उनीहरूसँग आफ्नो ब्याज हुन्छ, तपाईले त्यो माग्न सक्नुहुन्छ उहाँहरूबाट। अनि उहाँहरूले देखाएको कुरा अघि हजुरले भन्नुभयो सबै कुरा सही नै भन्छन् भन्ने छैन, तर देखाएको कुरा, देखाएको आइडी कार्ड, जुन परिचय पत्रहरू हुन्छ, अरू कागजातहरू हुन्छ, त्यो सही हो होइन भन्ने पत्ता लगाउने अरू कुनै उपाय, कुनै तरिका छ? हजुर, त्यो कागजपत्र चाहिँ वारेन्ट दुई थरीको हुन्छ। एउटा जुडिशियल वारेन्ट हुन्छ, अर्को चाहिँ वारेन्ट फर अरेस्ट अफ एलियन भन्ने हुन्छ। जुडिशियल वारेन्टमा चाहिँ के हुन्छ भने तपाईको कागजपत्रमा न्यायाधीशको हस्ताक्षर हुन्छ र त्यो हस्ताक्षरको मुनि न्यायाधीश अथवा जज लेखेको हुन्छ। अर्को कागजपत्र चाहिँ वारेन्ट फर अरेस्ट अफ एलियन हुन्छ। त्यसमा चाहिँ
न्यायाधीशको होइन आइस एजेन्टको चाहिँ हस्ताक्षर हुने गर्छ र त्यो कागजपत्रको माथि चाहिँ US डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी हुन्छ। मसँग त्यसको नमुना पनि छ। एउटा यो जुडिसियल वारेन्ट भयो, यहाँ चाहिँ न्यायाधीशको सिग्नेचर र तलपट्टि न्यायाधीश लेखेको हुन्छ। अर्को यो नमुनामा चाहिँ US डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी लेखेको छ, तथा चाहिँ आइस एजेन्टको हस्ताक्षर हुने गर्छ। तपाईहरूलाई यदि यो नमुना चाहिएको छ भने तपाईँले हाम्रो अफिस समरभिल अफिस अफ इमिग्रेन्ट अफेयर्समा 42 क्रस स्ट्रिटमा आएर पनि यो नमुनाहरू हामीबाट प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद। अनि ल अब त्यो मान्छे सही हो गलत भन्ने छुट्टिसकेपछि मानव उहाँहरूसँग पक्राउ पुर्जी छैन, नभइसकेको अवस्थामा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ? यदि उनी ती आप्रवासन कार्यालयको कर्मचारीहरूले तपाईँलाई जुडिसियल वारेन्ट देखायो भने तपाईँ ढोका खोल्न बाध्य हुनुहुन्छ। यदि उनीहरूसँग जुडिसियल वारेन्ट छैन भने चाहिँ तपाईँले ढोका खोल्नु पर्दैन। तपाईँले के गर्न सक्नुहुन्छ भने एउटा रेड कार्ड भन्ने हुन्छ, तपाईँको अधिकार बुझ्नुहोस् भन्ने। यो रेड कार्ड ढोकाको तलबाट छिराएर ती आइस एजेन्टहरूलाई दिन सक्नुहुन्छ र भन्नुहुन्छ मेरो यो अधिकार छ, मेरो मौन बस्ने र वकिल प्रयोग गर्ने अधिकार छ र म त्यो प्रयोग गर्न चाहन्छु भनेर ढोका बन्द राख्न सक्नुहुन्छ। तपाईँले तपाईँको लयर वकिल छ भने वकिललाई फोन गर्न सक्नुहुन्छ। यदि वकिल छैन भने चाहिँ आफ्नो अमेरिकी नागरिक मित्र अथवा परिवारलाई फोन गरेर मलाई यस्तो यस्तो परिस्थितिमा परेको छु भनेर सहायता माग्न पनि सक्नुहुन्छ। धन्यवाद। मैले यहाँकै कुरालाई केही कुरा थप्न चाहेँ। उहाँले चाहिँ यो रेड कार्डको विषयमा कुरा राख्नु भएको छ। यो रेड कार्डमा चाहिँ मैले पनि हेरेको थिएँ। यसमा चाहिँ एक साइडमा चाहिँ नेपालीमा लेखेको छ जुन कुरा तपाईँसँग के अधिकार छ संविधानभित्र भनेर उल्लेख छ भने, अर्कोतर्फ चाहिँ तपाईँले आवश्यक पर्दा सम्बन्धित अधिकारीहरूलाई प्रहरीहरूलाई देखाउनको लागि इङ्ग्लिसमा लेखिएको छ कि तपाईँको के अधिकार छ भनेर। जस्तै यहाँले भने जस्तै वारेन्ट छैन भने चाहिँ हामीले यो कार्ड देखाएर म तपाईँलाई ढोका खोल्न बाध्य छैन भन्न सकियो। तर उहाँसँग चाहिँ वारेन्ट छ भने चाहिँ यो कार्ड देखाएर ढोका खोल्न पर्यो। कार्ड देखाइसकेर उहाँलाई चाहिँ हामीले म तपाईँसँग धेरै कुरा बोल्न चाहन्न, आफ्नो कुराहरू राख्न चाहन्न, म तपाईँलाई कुनै कागजात देखाउन चाहन्न। जबसम्म मेरो आफ्नो कानुन व्यवसाय हुँदैन, म कानुन व्यवसायको अगाडि नभइकन कुनै कागजमा हस्ताक्षर गर्ने अथवा बोल्ने काम गर्दिनँ, मलाई कानुन व्यवसाय चाहिन्छ भनेर तपाईँले स्पष्ट रूपमा भन्न सक्नुहुन्छ भन्ने कुरा यो कार्डमा लेखिएको रहेछ। यहाँले त्यसलाई स्पष्ट पारिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि अर्को कुरा चाहिँ यहाँलाई मैले जान्न खोजेको कुरा, यो जुन अधिकारको विषयमा हामीले यहाँ कुरा गरिरहेका छौँ, यो अधिकारको विषयमा सबैले जान्नै पर्छ भन्ने किन जान्नुपर्छ, कि यसको महत्त्व किन छ जस्तो लाग्छ यहाँलाई? आफ्नो अधिकारको बारेमा थाहा पाए चाहिँ जस्तोसुकै कठिन परिस्थिति पनि सहज तरिकाले सामना गर्न सक्छौँ। अब यो हामीलाई आफ्नो अधिकार थाहा भयो भने यदि एउटा कुरा त तपाईको आत्मविश्वास बढ्ने गर्छ। कतिपय बेला आफ्नो अधिकार नथाहा पाएको बेला मानिसहरू डराउने, अब जस्तै तपाईँ बाटोमा हिँडिरहनु भएको छ र प्रहरीले तपाईँलाई रोक्यो भने मान्छेहरू भाग्ने, त्यस्तो गर्ने गर्छन्। तर त्यो पटक्कै गर्नु हुँदैन, त्यसले झन् त्यो परिस्थितिलाई झन् कठिन बनाउने अथवा बिगार्ने काम गर्छ। त्यसैले सुरुमा त आफ्नो अधिकार आफ्नै आत्मविश्वास बढाउनको लागि जान्नु पर्दछ र आफ्नो इष्टमित्र, आफ्नो साथीभाइ, परिवार यदि त्यो परिस्थितिमा पर्यो भने चाहिँ उनीहरूलाई कसरी सहायता गर्न सक्नुहुन्छ त तपाईँले भनेर पनि यो अधिकार जान्नु चाहिँ आफ्नो लागि पनि अरूको लागि पनि राम्रो। धन्यवाद। यहाँले धेरै राम्रोसँग अधिकारहरू किन जान्नुपर्छ भन्ने कुरा स्पष्ट पारिदिनु भयो। बिरेनाजीले भने जस्तै हामीले चाहिँ आफ्नो अधिकारको बारेमा जानकारी प्राप्त गर्न सक्यौँ, जानकारी राखिराख्यौँ भने आउने अवस्थालाई चाहिँ हामीले सहज ढङ्गबाट पार लगाउन सक्छौँ। यहाँलाई धेरै धेरै धन्यवाद। अब हाम्रो घनी सरसँग थोरै कुराहरू जान्न चाहन्छु। त्योभन्दा अगाडि फेरि म एकचोटि दोहोऱ्याउन चाहन्छु कि हामीले यो जुन छलफल गरिरहेका छौँ त्यो हाम्रो आफूले तयार गरेको विषयवस्तु होइन। हामीलाई विभिन्न कानुनी व्यवसायीहरू र संस्थाहरूबाट प्राप्त भएको जानकारीलाई आधार मानेर हामीले यो कुरा तपाईँहरूको बिचमा जानकारीको लागि सबैको बिचमा राखेका छौँ र यो कुनै कानुनी सल्लाह होइन र हामीले कानुनी सल्लाह दिने होइन। तर तपाईँहरूलाई त्यस सम्बन्धी कुनै जानकारी सहयोग चाहिन्छ भने चाहिँ हामी हाम्रो अफिसमा अघि वीरेन्द्रजीले भने जस्तै समरभिलको आप्रवासी मामिला कार्यालयमा 42 क्रस स्ट्रिटमा आउनुभयो भने हामी थप जानकारी गराउन सक्छौँ। अब घनी सरलाई मैले राख्न खोजेको कुरा के हो भने, वीरेन्द्रजीले भन्नुभयो कोठामा आयो ढोका ढकढकायो भने त हाम्रो एउटा परिस्थिति छ, त्यसमा हामी सहज ढङ्गबाट के गर्ने भनेर उहाँले कुरा राख्नुभयो। तर मानौ यहाँ
सडकमा गाडी चलाइरहनु भएको छ, सवारी साधन चलाइरहनु भएको छ र त्यही बिचमा यहाँको बिचमा चाहिँ प्रहरी अथवा कोही अधिकारी इमर्जेन्सी बत्ती बाल्दै आयो भने त्यो बेलामा चाहिँ हामी के गर्न सक्छौँ होला? त्यस्तो अवस्थामा चाहिँ सर्वप्रथम चाहिँ तपाईँले गाडीलाई सुरक्षित तवरले साइड लगाउनु पर्यो। त्यस पछाडि तपाईँको प्रहरीले प्रष्ट रूपमा देख्ने गरी दुईटै हातहरूलाई स्टियरिङ व्हिलमाथि राख्नु पर्यो र तपाईँले त्यस पछाडि प्रहरीलाई चाहिँ तपाईँले सोध्नु पर्यो किन मलाई चाहिँ तपाईँले पुल ओभर गर्नुभएको भनेर सोध्नु पर्यो। अनि प्रहरीलाई तपाईँले आवश्यक कागजपत्र मागेको खण्डमा चाहिँ तपाईँले उहाँको अनुमति लिएर कागजपत्रहरू जस्तै ड्राइभिङ लाइसेन्स र रजिस्ट्रेसन दिन सक्नुहुन्छ। अनि त्योभन्दा बाहेक विषयमा चाहिँ तपाईँले खासै बोल्नुपर्ने जरुरी छैन। म साइलेन्स बस्छु भनेर आफ्नो अधिकार प्रयोग गर्न चाहन्छु भनेर भन्न सक्नुहुन्छ र त्यसमा तपाईँलाई त्यो अधिकारको बारेमा भन्न मन लागेन भनेदेखि तपाईँसँग रेड कार्ड छ भने रेड कार्ड देखाउन पनि सक्नुहुन्छ र रेड कार्ड छैन भनेदेखि तपाईँसँग त्यो अधिकार थाहा छ भने त्यो भन्न पनि सक्नुहुनेछ। र त्यसै गरी तपाईँको चाहिँ पछाडिपट्टि पेसेन्जर सिटमा तपाईँको चाहिँ आफन्त कोही मान्छे बसेको छ भनेदेखि प्रहरीको अनुमति लिएर जान सक्नुहुन्छ कि भनेर सोध्न पनि सक्नुहुन्छ। र तपाईँको त्यस्तो अवस्थामा प्रहरीले कहिलेकाहीँ सर्च पनि गर्ने सम्भावना हुन्छ। त्यो अवस्थामा चाहिँ तपाईँले प्रहरीलाई सर्च नगर्न भन्न सक्नुहुन्छ। यद्यपि उहाँहरूले चाहेर जबरजस्ती गरेर चाहिँ नगर्नु होला। उहाँहरूले चाहेको खण्डमा उहाँलाई चाहिँ सर्च गर्न दिनु होला र सकभर तपाईँको गाडीमा नक्कली कागजपत्रहरू चाहिँ नराख्नु होला। सधैँ सक्कली कागजपत्रहरू राख्नु होला तर थोरै बोल्नु होला र तपाईँ चाहिँ बोल्दाखेरि थोरै बोल्नु होला। म कानुन व्यवसायको उपस्थितिमा मात्रै बोल्न चाहन्छु भनेर साइलेन्स बस्नु होला। धन्यवाद। धन्यवाद। यहाँले एउटा कुरा भने इन्ट्रेस्टिङ लाग्यो, गाडीमा चाहिँ सवारी साधनमा स्टियरिङ व्हिलमा आफ्नो हात राखिरहनुपर्छ भन्नुभयो। त्यो चाहिँ किन गर्नुपर्छ होला? हामीले त्यो गर्नुको अर्थ त्यसमा केही अर्थ छ? त्यसमा डेफिनेटली त्यसमा निश्चय नै त्यसमा अर्थ छ। यो चाहिँ धेरै घटनाहरू पनि घटिसकेको छ। त्यसले गर्दाखेरि प्रहरी चाहिँ तपाईँको स्टियरिङ व्हिलमाथि चाहिँ तपाईँको दुईटै हात प्रष्ट उसले देखेन भनेदेखि उसले चाहिँ थ्रेट महसुस गर्न सक्छ। त्यसले गर्दाखेरि तपाईँको ज्यान पनि खतरामा पर्न सक्छ। त्यो भएर प्रहरीले चाहिँ आफ्नो सुरक्षाको लागि चाहिँ भोलि गोली चलाउन पनि सक्छ। त्यो अवस्थामा चाहिँ तपाईँले आफ्नो हात दुईटै हातहरू चाहिँ स्टियरिङ व्हिलमा राख्नुपर्ने हुन्छ। अनि त्यसरी दुईटै हातमा स्टियरिङ व्हिलमा राख्दाखेरि अब उहाँले कागजात माग्नुहुन्छ, माग्दा त हात त चलाउनु पर्ने हुन्छ, झेक्नु पर्ने हुन्छ, हात हटाउनु पर्ने हुन्छ। त्यो बेला चाहिँ हामीले के गर्नुपर्छ? त्यो अवस्थामा प्रहरीसँग अनुमति लिएर म चाहिँ तपाईँलाई ड्राइभिङ लाइसेन्स मेरो वालेटमा छ, म निकालेर दिन्छु तपाईँले अनुमति लिन सक्नुहुन्छ र तपाईँले निकालेर हात चलाउन सक्नुहुन्छ उहाँले अनुमति दिनुभएको खण्डमा। धन्यवाद। अनि मैले एउटा कुरा अर्को पनि मैले स्पष्ट पार्न चाहेँ। यहाँले भन्नुभयो गाडीमा अरू मान्छे पनि हुनसक्छ, पक्कै पनि हामीले गाडी चलाउँदा अरू मान्छे पनि हुनसक्छ सँगै। त्यो अवस्थामा अरू मान्छे चाहिँ निस्केर हिँड्न सक्नुहुन्छ अथवा अरू मान्छेलाई पनि प्रहरीले केही सोध्न सक्छ? अरू मान्छे निस्केर हिँड्ने अवस्था हुन्छ कि हुँदैन, अथवा हिँड्न पर्यो भने के गर्नु पर्ला? उसले चाहिँ प्रहरीसँग अनुमति लिएर मात्रै उसले हिँड्न सक्छ तर प्रहरीले चाहिँ अर्को मान्छे पनि चाहिँ लाई पुल नगरेको पनि हुनसक्छ होइन। प्रहरीलाई अनुमति लिएर मात्रै निस्किन सक्नुहुन्छ। हस्, धन्यवाद। अनि अझ अर्को कुरा मलाई फेरि हजुरसँग कुरा गर्दै थप्न मन लाग्यो। हजुरले भन्नुभयो गाडी चलाउँदा रोक्यो भने यसो भन्ने कुरा, तर मानौ हजुर गाडी चलाउँदै होइन सडकमा हिँडिरहनु भएको छ अथवा सार्वजनिक स्थलमा गाडी कुरिरहनु भएको होला अथवा बसिरहनु भएको होला, केही पनि हुनसक्छ नि। त्यो अवस्थामा चाहिँ आएर प्रहरीले हजुरलाई सोध्यो भने त्यो अवस्थामा चाहिँ के गर्न सकिन्छ? अब सार्वजनिक स्थलमा तपाईँलाई प्रहरीले रोकेको अवस्थामा चाहिँ तपाईँ सर्वप्रथम त शान्त रहनु पर्यो, दौडिनु भएन, आत्तिनु पनि भएन र प्रहरीलाई सोध्नु पर्यो तपाईँले मलाई किन रोक्नु भएको भनेर सोध्नु पर्यो। त्यस पछाडि प्रहरीलाई चाहिँ प्रहरीले सोधेका प्रश्नहरूको सबै प्रश्नहरूको उत्तर दिनु जरुरी पनि छैन र तपाईँ साइलेन्स बस्न पनि सक्नुहुन्छ। आफ्नो अधिकारको म प्रयोग गर्न चाहन्छु भनेर तपाईँसँग रेड कार्ड छ भने त्यो रेड कार्ड देखाउन सक्नुहुन्छ अथवा रेड कार्डमा भएका कुराहरू तपाईँले भन्न सक्नुहुन्छ र साइलेन्स अनि सबै तपाईँले प्रश्न गर्नुभएको सबै प्रश्नहरूको उत्तर चाहिँ मेरो कानुन व्यवसायको उपस्थितिमा उपस्थितिमा मात्रै दिन चाहन्छु भनेर भन्न सक्नुहुन्छ र तपाईँलाई त्यसै गरी तपाईँलाई एउटा अधिकार पनि हुन्छ। यद्यपि उहाँले पक्राउ गरेको अवस्थामा चाहिँ तपाईँलाई एउटा अधिकार हुन्छ। तपाईँले एउटा कल गर्न सक्नुहुन्छ। तपाईँको आफन्तलाई गर्न सक्नुहुन्छ, कानुन व्यवसायले गर्न सक्नुहुन्छ अथवा सामाजिक अभियन्तालाई तपाईँले गर्न सक्नुहुन्छ। त्यो चाहिँ कल तपाईँलाई एउटा कल गर्ने छुट छ। र त्यसै गरी तपाईँ चाहिँ सार्वजनिक ठाउँमा जाँदाखेरि चाहिँ तपाईँले आफ्नो स्ट्याटस झल्किने चाहिँ
सक्कली कागजपत्रहरू पनि बोकेर जाँदाखेरि तपाईँलाई राम्रो हुन्छ। धन्यवाद। हजुर, धन्यवाद। अब हजुरले भन्नुभयो पक्राउ पर्यो भने चाहिँ हामीले यो कुरा रेड कार्ड देखाएर मेरो यो अधिकार छ भनेर गर्न सकिन्छ भन्ने भन्नुभयो। अब कसरी चाहिँ हामीलाई थाहा हुन्छ पक्राउ परियो अथवा पक्राउ परिएन, अथवा म त्यहाँबाट जान मिल्छ अथवा मिल्दैन, मैले कति एन्सर दिनुपर्छ भन्ने कुरा चाहिँ हामीले कसरी अनुमान गर्न सक्छौँ त्यो कुराहरू? त्यस्तो अवस्थामा चाहिँ सर्वप्रथम त हामीले प्रहरीलाई सोधेर मात्रै थाहा हुन्छ। हामीले प्रहरीलाई सोध्नु पर्यो कि मलाई चाहिँ पक्राउ गरिएको हो अथवा पक्राउ गरिएको हो, उहाँको प्रश्न आइसकेपछि अथवा म यहाँबाट म स्वतन्त्र छु कि छु, जानको लागि स्वतन्त्र छु भनेर तपाईँले भनेर सोध्नु पर्यो। त्यो अवस्थामा तपाईँलाई थाहा हुन्छ कि पक्राउ गरिएको हो या होइन भन्ने कुरो। धन्यवाद। अनि त्यसमा अझै एउटा मैले फेरि सर्चको विषयमा स्पष्ट हुन, अघि हजुरले गाडीको विषयमा पनि सर्च गर्दा अनुमति दिन भन्न पाइन्छ भन्नुभयो, त्यस्तै यो अवस्थामा पनि प्रहरीले हजुरलाई सर्च गर्न अथवा हजुरको शरीरमा सर्च गर्न सक्छ कि सक्दैन, गर्न चाह्यो भने हजुरले केही भन्न सक्नुहुन्छ है सक्नुहुन्न यो अवस्थामा? त्यो अवस्थामा चाहिँ तपाईँले पनि म सर्च गर्ने अनुमति दिन चाहन्न भनेर भन्न सक्नुहुन्छ, प्रष्ट रूपमा भन्न सक्नुहुन्छ। तर प्रहरीले चाहेमा जबरजस्ती तपाईँले गर्न चाहिँ मिल्दैन। धन्यवाद। हस्, अब गणेश सरले भनेको कुरालाई मैले चाहिँ विचार गर्दा के बुझियो भने हामीले हाम्रो तर्फबाट देखाउनु पर्ने सम्पूर्ण कागजातहरू देखाउन सकिने भयो र उहाँहरूलाई हाम्रो यो अधिकार छ भनेर भन्न सकिने भयो। तर पनि अब त्यो अवस्थामा त्यति भन्दै पनि उहाँहरूले होइन म प्रवेश गर्छु, घरभित्र प्रवेश गर्छु अथवा गाडीमा सर्च गर्छु अथवा व्यक्तिगत सर्च गर्छु भनेर उहाँहरूले गर्न खोज्नु भयो भने चाहिँ जबरजस्ती नगर्ने भन्ने कुरा नै यहाँहरूको धारणा रह्यो नि त। उहाँहरूलाई आफ्नो कुरा चाहिँ अधिकार चाहिँ प्रष्ट बन्न पर्यो, तर उहाँहरूले गर्छु नै भन्नुभयो भने त्यसमा अरू थप नराम्रो अवस्था सिर्जना नहोस् भनेर हामीले उहाँलाई छोडिदिनु पर्यो, किनभने हामीले हाम्रो अधिकारको विषयमा भनेका छौँ। पछि फेरि हाम्रो कानुन व्यवसाय भएपछि त्यो विषयमा थप छलफल भइहाल्छ, मैले अनुमति दिएको थिएन भन्ने परिस्थिति सिर्जना हुन्छ भन्ने नै यहाँहरूको धारणा हो जस्तो मलाई लाग्यो। हजुर, धन्यवाद यहाँहरूलाई। अब म अर्जुन सरसँग पनि अलिकति कुराहरू राख्न चाहन्छु। जस्तै हामीले छलफल गऱ्यौँ, प्रहरी आयो, घरमा आयो, गाडीमा आयो अथवा बाटोमा हिँड्दै रोक्यो भने के गर्ने भन्ने कुराहरू चाहिँ हामीले छलफल गऱ्यौँ र त्यति गरिसक्ने अब अहिलेको विषम परिस्थितिमा हुनसक्छ भन्ने अनुमानका आधारमा हामीले यो छलफल गरिरहेका छौँ। त्यसो हुँदा हामीले पूर्व तयारी पनि त केही गर्न सक्छौँ होला नि त, यो परिस्थिति हुनसक्छ भन्ने हिसाबले के विषयमा, जस्तै परिवारको विषय हुनसक्छ, अरू विभिन्न विषयहरू हुनसक्छ, बच्चाको विषय हुनसक्छ, आफ्नै विषय पनि हुनसक्छ, कसरी उम्किने अथवा कसरी सही ठाउँमा पुग्न सकिन्छ भन्ने विषय हुनसक्छ। यसमा चाहिँ हजुरले हाम्रो सुरुको तयारी के हुनुपर्छ जस्तो लाग्छ हजुरलाई? धन्यवाद पर्सुजी, यो अत्यन्त सान्दर्भिक प्रश्न हो। विशेष गरेर अहिले एकदम कडाइका साथ आप्रवासी कानुन लागू भइरहेको अवस्थामा हामीले यी सब कुराहरूको बारेमा दिमागमा पटक पटक यी कुराहरू खेलाएर आफैलाई स्मरण गराएर याद गर्नुपर्ने कुराहरू यिनीहरू। एउटा महत्त्वपूर्ण कुरा, हामीलाई प्रहरीले हिरासतमा लिएर उनीहरूको चाहिँ स्थानमा लिएर जाँदै गर्दा उनीहरूले हामीसँग एक प्रकारको मित्रता भाव देखाएर कतिपय कुराहरू लिन खोज्ने त्यो स्थिति पैदा हुनसक्छ। एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के हो भने हामी चुप लाग्ने अधिकारको प्रयोग गर्नुपर्छ, त्यहाँ त्यो गर्नबाट हामी चुक्नु हुँदैन। उनीहरूले पटक पटक प्रश्न सोद्धा पनि हामी भन्न सक्छौँ, म चाहिँ आई विल प्रेफर टु टक इन द प्रेजेन्स अफ माई लयर ओन्ली भनेर इङ्ग्लिसमा यसरी नै भन्नुपर्छ। अब त्यहाँ नेपाली बोल्ने सम्भावना त हुँदैन, तर अब नेपाली नजानेको अवस्थामा कहिलेकाहीँ ट्रान्सलेटर मिल्ने सम्भावना पनि रहन्छ। र यसमा अरू धेरै कुराहरू छन्, जस्तो बालबच्चाहरूको बारेमा के गर्ने, त्यहाँ गइसकेपछि हामीलाई 20 घन्टा 24 घन्टा राखेपछि एउटा न्यायाधीशको अगाडि अदालतमा उपस्थित गराइन्छ। त्यहाँ उपस्थित गराउँदा हामीलाई धरौटीमा राखेर निस्किने सम्भावना पनि रहन्छ। त्यो धरौटी बुझाउन कसलाई बोलाउने, यी कुराहरू म क्रमैसँग यहाँहरूलाई फेरि प्रस्तुत गर्दै जानेछु। तर सबभन्दा महत्त्वपूर्ण कुरा, मैले त्यहाँ गएर के भन्ने, कुनै दस्तखत गर्नुहुन्छ कि हुँदैन, एकदम दस्तखत कदापि नगर्नु होला, कुनै कुरामा हस्ताक्षर नगर्नु होला। आफूलाई तपाईँको स्ट्याटस जेसुकै होस्, हामी यहाँ कोही विद्यार्थी भिसामा हुन्छौँ, कोही ग्रिन कार्डमा हुन्छौँ, कोही चाहिने अरू टिपिएस लगायतका अनेक स्ट्याटसमा हामी बसेका भए पनि हामीले त्यो सबै कुरा खुलाउन जरुरी छैन। त्यहाँ
म बोल्दिनँ, म कानुनको परामर्श लिएर मात्रै, वकिलको परामर्श अनुसार मात्रै म कुरा गर्छु भनेर भन्नुपर्ने हुन्छ। सबभन्दा महत्त्वपूर्ण चाहिँ कुरा चाहिँ यही नै हो परशुजी। हजुर, धन्यवाद। यहाँले भन्नुभयो समातिसकेपछि अदालतमा लग्यो भने जमानत पनि दिन सक्छ, छोड्न पनि सक्छ भन्ने कुराहरू पनि यहाँले भन्नुभएको छ। त्यो जमानत दिनुपर्ने परिस्थिति आयो भने कसले जमानत दिन सक्छ र त्यसको लागि हामीले पूर्व तयारीको रूपमा के गर्नुपर्छ होला? यहाँनिर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो जस्तै स्ट्याटस जुन चाहिने अब एउटा नागरिकको जस्तो अधिकारपूर्ण हुँदैन हाम्रो स्ट्याटस, अरू स्ट्याटसमा हामी छौँ भने चाहिँ त्यो बेलामा चाहिँ सकेसम्म अमेरिकन नागरिक भएको व्यक्तिलाई नै बोलाउनु पर्ने हुन्छ, उहाँकै सहयोग खोज्नुपर्ने हुन्छ र उहाँले आएर मात्रै धरोहर बुझाएको खण्डमा सबै कुरो सुरक्षित र तरिका सम्मत हुन जान्छ। अरूलाई बोलायौँ भने एउटा जोखिम के रहन्छ त्यहाँनिर भन्नुहुन्छ भने उहाँहरूलाई नै फेरि डिपोर्ट गरिदिने अथवा उहाँहरूलाई नै हिरासतमा लिने सम्भावना पनि रहन्छ त्यहाँनिर। त्यसकारण चाहिँ त्यसरी धरौटीको लागि बोलाउँदाखेरि सकेसम्म अमेरिकन नागरिक जो हुनुहुन्छ तपाईँको जानकारीमा तपाईँले चिनेको उहाँलाई नै बोलाउनु होला, सकेसम्म अरूलाई नबोलाउनु होला। हजुरले भन्न खोजेको चाहिँ जो मान्छेलाई बोलाइन्छ त्यो मान्छेसँग आफैमा कुनै कमजोरी हुनु भएन जसले गर्दा उहाँलाई नै त्यसको समस्या पर्न सकोस् भन्ने हिसाबले हजुरले त्यसलाई स्पष्ट पार्न खोज्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। अनि अब मानौँ मान्छेलाई पक्राउ गरियो, लगियो, कोर्ट लगियो अथवा तत्कालीन अवस्थामा पक्राउ गरियो र त्यो अवस्थामा चाहिँ तपाईँको बालबच्चा छ, परिवार छ भने चाहिँ त्यो बेलामा चाहिँ हजुरले बालबच्चाको स्कुलमा होला, अन्त कतै होला, त्यो बेला के गर्न सकिएला, के पूर्व तयारी भयो भने चाहिँ हामीले त्यो सबै कुरालाई व्यवस्था मिलाउन सकिन्छ होला? यहाँनिर चाहिँ दुईवटा कुरा याद गर्नुपर्ने देख्छु म परशुजी। एउटा चाहिँ अब तपाईँलाई हिरासतमा लिएको अवस्था छ र तपाईँको बच्चा कुनै स्कुलमा छन्, बच्चालाई को मार्फत पिकअप गर्ने, घरमा लिएर आउने, के गर्ने, कसको जिम्मामा राख्ने, यसको बारेमा एउटा सहयोग लिनुपर्ने स्थिति छ एकातिर भने अर्कोतिर हामीमध्ये कतिको किशोर अवस्थाको बच्चा नै एरेस्ट हुने अवस्था पनि रहन्छ। त्यस्तो अवस्थामा चाहिँ एउटा प्यारेन्ट्स लोकेटर भन्ने एउटा यो प्यारेन्ट्स हटलाइन भन्ने एउटा साइट उपलब्ध हुन्छ अनलाइनमा, इन्टरनेटमा, प्यारेन्ट्स हेल्पलाइन भन्ने हुन्छ। त्यसको सहयोग लिएर हामीले बच्चाको लागि एउटा सुरक्षित व्यवस्था गर्न सक्छौँ भने अब स्कुलको कुरा चाहिँ त्यति ठुलो चुनौती त होइन। स्कुलले पनि अरू सामुदायिक संस्थाहरूको जिम्मामा बच्चालाई लगाएर तपाईँको बच्चा तपाईँसँग पछि भेट हुने बेलासम्मको लागि व्यवस्था मिलाउन सक्छन्। तर तपाईँको आफन्तहरू, तपाईँको परिवारका अरू सदस्यहरू मार्फत तपाईँले त्यो काम गर्न सक्नुभयो भने त अनि सजिलो भइहाल्यो। धन्यवाद। हजुरलाई एउटा अन्तिम प्रश्न मैले सोध्न चाहेँ। जस्तै अब मान्छेहरू पक्राउ गरियो, पक्राउ गरिसकेको कुरालाई चाहिँ त्यो मान्छे कहाँ छ, के छ भनेर हामीले पत्ता लगाउने कुनै उपाय, केही त्यस्तो वेबसाइटहरू अथवा केही कुराहरू छ होला? हो, यो एकदम सान्दर्भिक प्रश्न हो। हाम्रो आफन्त, हाम्रै परिवारका सदस्य कोही गिरफ्तार पर्नुभयो, हामी एकदमै अनिश्चयको अवस्थामा पऱ्यौँ। के गर्ने त भन्दाखेरि एउटा बन्दी पत्ता लगाउने एउटा अनलाइन संयन्त्र छ जसलाई अङ्ग्रेजीमा डिटेनी लोकेटर भनिन्छ। त्यो प्रयोग गरेर, त्यो पनि हामी इन्टरनेट मार्फत प्रयोग गर्न सक्छौँ। त्यो प्रयोग गरेर हाम्रो परिवारको सदस्य भनौँ अथवा मित्र भनौँ, उहाँलाई कहाँ राखिएको छ भन्ने कुराको जानकारी हामी प्राप्त गर्न सक्छौँ। तर एउटा ख्याल गर्नुपर्ने कुरा के छ भने यो जानकारी चाहिँ अनलाइनमा अपडेट भएर उपलब्ध हुनको लागि नै 24 घन्टा, कहिलेकाहीँ 30 घन्टा पनि लाग्न सक्ने हुन्छ। त्यो भएर धैर्य राख्न चाहिँ पर्छ है। हजुर, हजुरलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद। आज हामीले एउटा महत्त्वपूर्ण, अहिलेको परिस्थितिमा महत्त्वपूर्ण विषयमा छलफल गऱ्यौँ। मैले फेरि पनि विषयवस्तुलाई यहाँहरूको बिचमा पनि दोहोऱ्याउन चाहन्छु, सबैको बिचमा दोहोऱ्याउन चाहन्छु। हामीले यो दिएको सल्लाह हामीले कानुन व्यवसायको हैसियतले दिएको सल्लाह होइन। हामी सिटीको एउटा कर्मचारीको हैसियतले हामीलाई प्राप्त कानुन व्यवसाय संस्थाहरूबाट प्राप्त जानकारीहरू र सिटीका विभिन्न स्रोतहरूबाट प्राप्त जानकारीहरूलाई हामीले यहाँहरूको बिचमा, सबैको बिचमा उपयोगी हुन्छ भन्ने हिसाबले यो छलफल गरेका हौँ र यो कुनै कानुनी सल्लाह होइन। तर हामी यसमा फेरि म थप के भन्न सक्छु भने हामीसँग थुप्रै यस्ता जानकारीहरू उपलब्ध
छन्। हामीले यो छोटो कार्यक्रममा सबै उपलब्धि सबै विषयवस्तु हामीले सार्वजनिक गर्न सक्ने अवस्था छैन। तर यहाँहरू हाम्रो कार्यालयमा जो पनि यो विषयमा जानकारी राख्न चाहनुहुन्छ, हाम्रो कार्यालय समरबिलको आप्रवासी मामिला कार्यालयमा उपस्थित हुनुभयो भने चाहिँ हामीसँग यो रेड कार्डहरू पनि उपलब्ध छ। हामीसँग ढोकामा चुन्ने डोरलक ह्यान्डलहरू पनि छ। हामीसँग विभिन्न अरू स्रोतका जानकारीहरू पनि हामीसँग उपलब्ध छ र हामीसँग उपलब्ध नभएको कुनै जानकारी छ भने पनि हामी खोजेर यहाँहरूलाई उपलब्ध गराउन सक्छौँ भनेर म सबैलाई एकचोटि जानकारी गराउँछु। र यहाँहरूले जुन विषयवस्तु यहाँ राखिदिनु भयो यो पक्कै पनि हाम्रो समुदाय सबै अहिलेको परिस्थितिमा सबैलाई अति उपयोगी हुन्छ। धेरै नभए पनि थोरै जानकारी यसले दिन सक्छ भन्ने मैले अपेक्षा राखेको छु। यहाँहरू सबैजनालाई फेरि पनि एकचोटि धन्यवाद र सबैजनालाई 42 क्रस स्ट्रिट आप्रवासी मामिला कार्यालयमा हामीसँग सम्पर्क गर्नको लागि एकचोटि फेरि पनि अनुरोध गर्दै यो कार्यक्रम यहीँबाट समाप्त गर्छु। धन्यवाद, नमस्ते। Parte dessa história, sua cultura, sua língua, sua memória.